भित्र के भइरहेको रहेछ हेर्नु पऱ्यो। ओहो ल हेर्नुहोस् त यहाँ चोरी भएछ। यो जुत्ता छोराको जुत्ता पनि त्यहाँ छ, एउटा जुत्ता मात्रै छ, एउटा जुत्ता चोरले लगेछ। ल हेर त्यहाँ मोजा सट्टा सबै निकालेर फालेर। ओहो यहाँको सामान ल हेर यहाँ चोरले चाउमिन पनि खाइसकेछ चोरले। यहाँ यस्तरी सामान निकालेर यो भद्र गोल बनाएर। ओहो यहाँ प्लास्टिक निकालेछ, यहाँ यी सुटकेसै फोरेछ। एउटा सुटकेस फोरेर यस्तो बनाएको छ, अर्को सुटकेसको लक खुल्लै छ। यो पनि फोरेछ है। चामल पनि लगेछ चोरले। यता यहाँ टिभी लान खोजेको रहेछ, टिभी चाहिँ खुल्लै रहेछ, टिभी चाहिँ लगेको रहेछ। तर सामान चाहिँ यहाँभित्र पनि सब निकालेर यता टेबल सारेर यो टी टेबल उतापट्टि थियो, यहाँ सबै सारेछ होइन। अनि यतातिर आएर यो सबै छोरीको लुगाहरू लैजानलाई निकालेको रहेछ क्या, अटेनेर फाले। यस्तरी फालेछ। ल हेर्नु अझ ओहो दराजै खोलेर खुल्ला पारेर दराज यस्तरी खोलेर लिएर गएछ होइन। यहाँभित्र कति सामानहरू राखेको थियो, त्यो सामानहरू सबै निकालेर प्लास्टिक मात्रै राखेर गएछ है। यहाँ पनि यस्तो सामानहरू कति थियो, सबै झोलासोला सबै खोलेर गाइज। म बत्ती बाल्छु है, बिजोग बनाएछ। ल हेर्नुहोस् यस्तोसँगले। ल हेर्नु यो पङ्खाहरू पनि यता फर्काइदिएको छ, यो यता भद्र गोल बनाएर। यो सुटकेस पनि खोलेछ, सानो छोरीको लुगा हो, यो लुगाहरू पनि लान लाएछ। यो मेरो ज्याकेटहरू हो सबै। ओहो विध्वंस बनाएछ। ल हेर्नु कस्तो चोर पसेर ध्वस्त बनाएर लगेछ। भाँडाकुँडाहरू पनि लग्यो कि यो पनि खुल्लै राखेर रहेछ। यहाँबाट के सामानहरू झिकेछ, यो पनि खुल्लै छ। ल हेर्नु यो भाँडा मान्ने पनि पल्टाएर लगेछ होइन। यहाँभित्र के राखिदिएछ चोरले त आज विध्वंस बनाएछ। चक्कुहरू पनि लैजानु भनेर निकालेको रहेछ। यहाँभित्र के गरेको छ। ओहो गाइज हाम्रो घर चोर लाग्यो है।